Hello everybody, welcome back to my YouTube channel खेलको कुरा सबैजनालाई स्वागत गर्न चाहन्छौँ। हामी सबैजना यो च्यानलमा तपाईँहरू चाहिँ आइदिनु भएछ। सो अब आज चाहिँ नेपालको खेल परिरहेको छ। तपाईँलाई नेपालको खेल कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। र लेट्स प्र्याक्टिस है त नेपालले आज टस जित्छ या हार्छ होला। हामी प्रेडिक्सन त गर्न पाइयो नि त होइन। नेपालले आज टस जित्ला या हार्ला गाइज कमेन्ट गरौँ त सबैजनाले। को हेर्दै रहन्छ प्लिज डोन्ट फर्गेट टु डु कमेन्ट है। आज नेपाल भर्सेस जापानको बिचमा खेल हुनेवाला छ। दुईटै खेल मतलब इन्ट्रेस्टिङ अब मतलब दुईटै मतलब जुन जापानको लागि पनि इन्ट्रेस्टिङ हुन्छ नेपालको लागि पनि इन्ट्रेस्टिङ हुन्छ। निकै नै मजा किन आउँछ भन्दाखेरि चाहिँ तपाईँको यतापट्टि हेर्नु छ भनिसकेपछि चाहिँ मजा किन आउँछ भन्दाखेरि यो गेम चाहिँ तपाईँको सुपर 6 जुन अब हामी जुन क्वालिफाई त अलरेडी भइसकेका छौँ। सो अब जापान जान्छ भने जापानसँग 2 पोइन्ट हुन्छ सुपर 6मा र नेपाल जित्छ भने नेपालसँग 2 पोइन्ट हुन्छ। सो दिस गेम इज गोइङ टु बी द क्रेजी गेम हुनेवाला छ। आज मोस्ट प्रोबेबल प्लेइङ 11मा को हुन्छन्, करण केसी दाईलाई चाहिँ प्लेइङ 11मा राख्न मिल्छ या मिल्दैन, सबै कुराको डिस्कसन हामी गर्नेवाला छौँ। ओन द टस एन्ड बल फर्स्ट अरे अब हेरौँ के हुन्छ। नेपालले टस जितेर सुरुमा बलिङ चुज गर्नुपर्छ भन्दै हुनुहुन्छ। म चाहिँ यतापट्टि कम्प्लिटली कन्फ्युज छु। अब के गर्छ नेपालले होइन। नेपाल जापानको बिचमा गेम हुँदैछ। 1 घन्टा 7 मिनटको टाइम अझै बाँकी छ। आज नेपालले टस हार्यो भने पनि गेम हार्छ अरे, हार्दैन। डोन्ट अन्डरस्टिमेट जापान बट डोन्ट ओभर अन्डरस्टिमेट जापान क्या। दाइ मेरो रिप्लाई कहिले दिनुहुन्न, भर्खर दिएँ त। सो टस हार्छ गेम जित्छ अरे, द्याट्स द पोइन्ट है। दाइ नेपालको 4 पोइन्ट भयो भने के हुन्छ, नेपालको 4 पोइन्ट भयो भने के हुन्छ। सो नेपालको 4 पोइन्ट हो, नेपालको 2 पोइन्ट मात्र हुन्छ। सो नेपालको 2 पोइन्ट मात्र। इक्जाम्पलको लागि कुवेतसँगको हाम्रो जित क्यालकुलेट हुनेवाला छैन सुपर 6मा। जापानलाई मजाले हराएर सुपर 6मा मा पनि टप 6मा भएर टप 6मा होइन सुपर 6मा चाहिँ हाम्रो टप मतलब विनर भएर जानुपर्छ भन्दै हुनुहुन्छ। विनर भएर जानुपर्छ जस्तो लाग्छ हामीले। पिएमएसएल हेर्नु कि क्रिकेट भाइ क्रिकेट पिएमएसएल हेर्छ तिमीहरू क्रिकेट नहेरिकन। दाइ गेम स्टार्ट 4:15 डेफिनेटली पनि गेम तपाईँको यतापट्टि हेर्नुहुन्छ भने 4:15 सुरु हुँदै